up beautiful people? के छ सन्चै उपडोलमा डे 2 त नभनौँ नेक्स्ट एपिसोडमा तपाईहरुलाई स्वागत छ कस्तो गाइस पानी पर्ला जस्तो भइराछ अनि स्टार्टिङमै पानी पर्यो भने त गाह्रो हुन्छ आई होप हामी चाहिँ डेस्टिनेसन नपुग्दासम्म पानी नपरोस् भन्ने हो पानी पर्यो भने त टेन्सन जे नहोस् भन्ने थियो त्यही भइदियो क्या ल हाम्रो अहिले पानी पर्यो भन्दा नि टेन्सन हुँदैन यहाँ त पानी परिरहेछ सायद माथितिर चाहिँ हिउँ परिरहेछ होला आई थिङ्क यहाँ चाहिँ एउटा मलाई यहाँ दामी एउटा भ्यू छ होइन अनि त्यो चाहिँ देखाउनलाई मैले मेन प्रयास गर्नेछु दामी भ्यू छ है हेर्न पर्छ कस्तो हामी अहिले डे 2 मै छौँ अझै डे 2 बाँकी छ भनौँ न त्यहाँ हामी हाम्रो डेस्टिनेसनमा पुग्नलाई त्यही पनि कस्तो पानी परिरहेछ है त्यही पनि कस्तो दामी दामी ट्रेलहरू छ क्या बिचमा अब बाटो बन्दैछ समथिङ 2 वर्षमा चाहिँ अब यहाँ सबै क्लियर हुन्छ जस्तो चाहिँ मलाई लाग्छ धेरै डेभलप भइसकेको छ पहिला भन्दा हामी योभन्दा 2 वर्ष आउँदा चाहिँ यस्तो केही पनि थिएन अहिले चाहिँ धेरै राम्रो भइरहेछ त्यो टाइममा चाहिँ सबैले उपडोलमा एक्सप्लोर हाल्ला तर यस्तो टाइममा चाहिँ एक्सप्लोर हान्दिनँ भन्ने कुरा हो आम्मा जुन ठाउँमा हामी जाने त्यो ठाउँ त पुरै हिउँ परिरहेको छ लागिरहेको छु त्यो डाँडामा त हिउँ नै परिरहेछ होला सायद केटाकेटी उपडोलमा आउन मन छ भने टक्क धेरै फिजिकल स्ट्रगल चाहिँ लास्टै भयो यहाँ उता चाहिँ थाहा नाम ल्यासी ग्याप भन्छन् होइन अब त्यहाँ दामी छ ठाउँ त्यति सक्नु पर्ने जरुरत त छैन किनकि म योभन्दा पहिला पनि आइसकेको छु अब त्यति बेला फोन थिएन केही थिएन देखाउन पाइएन होइन तर त्यही पनि त्यो टाइममा चाहिँ दामी ठाउँ चाहिँ म तपाईँलाई देखाउने छु अनि प्लस के हो भने मैले तलतिर गयो भने यहाँदेखि तलतिर गयो भने मैले दामी ट्रेलहरू छुटाएको छु होइन दामी ठाउँहरू चाहिँ मिस गरेको छु किनभने त्यति बेला सबै मान्छेहरू थियो मान्छे अरू क्यामेरा खटाउनु मर्न लाग्ने गेट दिस भ्यू ब्रो होइन दाइ भल कहाँ जा यस्तो दामी प्लेसहरू छ मजा चाहिँ यहाँबाट देखाउनु पाएन ओ त्यो माथि एउटा दामी गाउँ छ उताबाट देखिन्छ होला सायद अहिले त्यहाँदेखि देखाउँछ त्यहाँ जम्मै स्याउ फर्महरू छ हामीले पहिला पनि त्यहाँ गएर घुमेको थियो स्याउमा के हो मलाई त भलकै बनाउन आउँदैन क्यामेरा एकदम हल्लिरहेको छ जस्तो फिल गरेँ मैले ऊ त्यो पारिको गाउँ छ नि त्यो गाउँमा चाहिँ एउटा दामी गुम्बा छ अनि हामी योभन्दा पहिला पनि गएर हेरेको थियो ऊ त्यो गाउँमा अहिले त्यो गाउँ चाहिँ जाँदैनौँ हामी यताबाट जान्छौँ त्यो गाउँमा जानु नै पर्दैन बाटो यतादेखि हो अनि त्यहाँ एउटा दामी गुम्बा थियो हामी पहिला चाहिँ एक्सप्लोर हाने अब त्यो गुम्बा अहिले चाहिँ हल्का नहानौँ in the soda, take all that corn and suck it. My life's a blur of flashing lights, loud music and plastic. हाम्रो चाहिँ यहाँ एकजना दामी दिदीसँग भेट भएको थियो अनि गइहाल्यो त अगाडि लाज लाग्यो भ्लग बनाउन पाएन
तर त्यो दिदीले क्या दामी कुरा गरिरहेको थियो क्या अनि जोस् हुन्छ नि यताको हामीलाई केही न केही इन्फर्मेसन दिइरहेको थियो अनि दिदी चाहिँ उता गइहाल्यो इन्फर्मेसन दिइरहेको थियो होइन यहाँ पुग्छ उहाँ पुग्छ आइपुग्यो वाउ दिस इज अ गुम्बा वाउ दामी गुम्बा तर यो गुम्बामा चाहिँ एउटा ढुङ्गा चाहिँ ओइ भाइ एउटा यहाँ ढुङ्गा राख्नुपर्छ आइज आइज किरा पाइन्छ क्या यो गऱ्यो भने अर्थ पाइन्छ म गएको छु क्या पहिला म 2-3 चोटि आएँ त्यहाँ वाउ वाउ अनि गुम्बाभित्र जाऊँ फजु होइन जहाँसम्म पुग्यो हुँसम्म गइहाल्यो क्या होइन बस्ने यताउता के प्लेस नाइस नाइस ब्युटिफुल आइपुग पुल हेर्नु न आहा यस्तोमा हेऱ्यो भने त यस्तो यस्तो ठाउँहरू देख्यो भने म पागल हुँदैन यसरी डाँडा काँडा घुमेर मनको पिर बिसाउन पनि छुट्टै मजा छ कुरा त्यही भएर अलिकति मनमा चाहिँ पिर पर्नै पर्छ है मनमा पिर परे पो मलाई शान्ति चाहियो त भन्ने कुरा त्यो दिदीले चाहिँ अगाडि हामीलाई यहीँ त्यो दिदी यहीँ कताको अरे अनि यतै बस्छ न भाइहरू भन्ने कुरा गरेको थियो के प्रो सिर्जना यो पनि कहीँ गाउँबाली पनि पर्ने रहेछ यार ए हामी ल्यासी ग्याप भन्थ्यौँ लस्सी क्याप रहेछ त अनि लस्सी क्याप रहेछ लस्सी क्याप लस्सी क्याप यो ओल्ड टाइपको पर्यो जाम जाम हजुर local shop योभन्दा पहिला चाहिँ हामी आयो बेला यो घरमा चाहिँ पुलिस दाइहरू थियो अनि दोलपा जाँदाखेरि हामीलाई धेरै इन्फर्मेसनहरू दिएको थियो होइन बिरामी हुँदा के गर्ने लेग लाग्दा के गर्ने के गर्दा लेग लाग्ने चान्सेस कम हुन्छ भन्ने सबै कुराहरू सिकाइरहेको थियो अहिले चाहिँ छैन क्या पुलिस दाइहरू अहिले बाहिर मलाई यसरी खिच्दै यही होटल भनेर त्यो दिदी है यहाँ रहेछ त अनि पुलिस पोस्ट हो यो छार्का डोल्पा पुलिस पोस्ट रहेछ हल्का लाज लाग्यो के हो यो स्याउ यो चाहिँ पुरानो पुल हो अहिले रिस्क बढी होला जस्तो लागिरहेछ यो भाइ यहीँबाट चल्थ्यो म त उताबाट जान्छु फर्स्ट उताबाट जाउँ हो ए लामो जाँदिनँ म यो पुल मलाई बाँच्नु छ धेरै यहाँ चाहिँ के कति इन्फर्मेसन देखा कागकोट म चाहिँ नयाँ पुलबाट जान्छु होइन पुरानो पुल रिस्क भएर त नयाँ पुल बनायो होला नि ए गाइज मैले अगाडि भनेको थिएँ नि यो बाटो यतादेखि कागकोट जाने हो यतादेखि चाहिँ हामी धोतरा बेस क्याम्प जाने हो भनेर यो बाटो चाहिँ हामी जाँदैछौँ यो बाटो चाहिँ कागकोट जाने भएपछि यो बाटो जान्छ अनि क्या दामी क्या हेर्नु न यहाँ माथि क्या फोहोर पानी आइरहेछ यतादेखि पुग्छ त जस्तो सेतो त त्यो पानी आइरहेको छ क्या सफा पानी क्या दामी
यहाँ चाहिँ दुईवटा नदी रहेछ एउटा माथिदेखि आउने यो काकोरदेखि आउने पानी चाहिँ लास्टै फोहोर छ अनि यो माथिबाट आउने पानी चाहिँ लास्टै सफा छ एक सुन्दर जस्तो आजको डेस्टिनेसन चाहिँ हाम्रो यहाँभन्दा धेरै माथि थियो मौसमले साथ दिएन भनौँ न होइन त्यही कारणले चाहिँ हामी यही लस्सी क्याब भन्ने काइके गाउँपालिका 1 लस्सी क्याब भन्नेमा हाम्रो सायद स्टे हुनसक्छ हेरौँ के हुन्छ एउटा न त्यो कति सभा छ एउटा न त्यो कति फोहोर छ यार लस्सी क्याब यति धेरै खच्चरहरू यहीँ छ अनि यस्तो लामो यस्तो पानी पनि कति परे आयो म चाहिँ दिमाग खराब कहाँबाट जाने हुन्छ त अब यहीँ बस्ने भइगयो अनि पारि दामी ठाउँ छ अरे त्यहाँ स्टे हाल्नु पर्ने पऱ्यो केटा हो टक्क ट्रेन हाल्नु पर्छ And the drugs take me closer to God. And the sugar makes me faster, and the whiskey makes me smarter, and the drugs take me closer to God. तर अब हामी चाहिँ डेस्टिनेसनमा पुग्न सकेन होइन एकदम पानी पऱ्यो अनि पानी पनि हामीले ट्रेन हाल्यौँ अनि त्यहाँ छ अब हाम्रो डेस्टिनेसन चाहिँ यहाँदेखि अझै 2 आवर अगाडि जति माथि जति थियो अनि 2 घन्टा जति अगाडि थियो हामी त्यहाँ पुग्न सकेन पानीले अहिले चाहिँ पानीले गर्दा हो नत्र हामी हाम्रो डेस्टिनेसनमा चाहिँ पुग्ने थियो पानीबाट त यतातिर त हिउँहरू परेर स्यात्तै अब खच्चरहरू छ दामी होइन अब ट्रेन त हालियो अब खाना कहाँ खाने हो भन्ने टेन्सन छुट्टै फेरि